ल नमस्कार भाइ बहिनीहरू। हामी आज यो कक्षा 8 गणितको समूह अन्तर्गत हिजो हामीले थप्टिएका र अलग्गेका समूहहरूको बारेमा कन्सेप्ट लियौँ। आज हामी त्यो एकै समूह अन्तर्गत दोस्रो टपिक चाहिँ हाम्रो उपसमूहहरू, त्यसलाई सबसेट भनिन्छ भाइ बहिनीहरू है। सबसेट। अब यो सबसेट भने के हो, कसलाई उपसमूह भन्ने, यसका बारेमा हामी एकछिन कुरा गरौँ। यसका लागि म एउटा इक्जाम्पल भन्छु है भाइ बहिनीहरू। जस्तो एउटा समूह छ यु छ, युका सदस्य छन् 0 1 2 3 4 5 6 है। अर्को छ ए भन्ने समूह छ, यसको छ 1 2 3 4। अर्को बी छ 2 3 5। अर्को सी छ 2 4 6। अर्को डी छ, जस्तै विभिन्न समूहहरू छ। अब यो यु एउटा दिएको समूह भयो है, दिएको समूह। जस्तो यो म अर्को पनि राख्दिन्छु एउटा 1 2 3 0 6 5 4। अर्को यहाँ राखिदिन्छु, यहाँ पुगेन त ल यहाँ एउटा खाली एकछिन है। यहाँनिर हामी के गरौँ भने समूह यहाँ चाहिँ खाली हो है, नल सेट भन्छौँ। अनि ई भयो। अनि यहाँ चाहिँ के भयो त 1 2 5 6 0 4 3 4 5 6 यी समूह छन् है। अब यी समूहमा भाइ बहिनीहरू अब हेर्दाखेरि के देखिन्छ भने यो समूह ए का सदस्यहरू सबै यु भित्रै छन्, बी का सदस्य पनि सबै यु भित्रै छन्, सी का पनि सबै यु भित्रै छन्। यानि कि यो समूह यु जसलाई हामी सर्वव्यापक समूह भन्छौँ, त्यो समूहबाटै केही न केही सदस्य लिएर यी समूहहरू निर्माण भएका छन् सबै। यो एफ चाहिँ अब ईमा चाहिँ कुनै पनि सदस्य छैन, त्यो खाली समूह हो है। र एफमा यसका जम्मै सदस्यहरू आएका छन्। अब क्रम अगाडि पछाडि हुनसक्छ, क्रम नमिल्न सक्छ, तर यसका सबै सदस्य यसमा आएका छन्। यसरी अब उपसमूह भने के रहेछ त भने यो एउटा दिएको समूह हो, यो गिभन सेट, यसलाई गिभन सेट भनौँ होइन, गिभन सेट हो, दिएको समूह। त्यो गिभन सेटबाट यसै भित्रबाट सदस्यहरू लिएर यदि हामीले अन्य समूहहरू निर्माण गऱ्यौँ, यी जम्मै समूहहरू कस्ता छन् भने यसै समूह युबाट के भएका त निर्माण भएका छन्। त्यसकारण यो सबै समूहलाई हामी के भन्छौँ त भन्दा यी सबै के हुन् त भने उपसमूहहरू। यी सबै के हुन् त उपसमूहहरू। कसका त भन्दा युका उपसमूह, युका उपसमूह। अब भाइ बहिनीहरू यो उपसमूह पनि के हुन्छ भने यसको बनावट अनुसार, यहाँ हामीले दिएको उदाहरण अनुसार उपसमूह पनि दुई खालको हुन्छ। यो उदाहरणमा यो माथिका यो एउटा दुईटा तीनटा चारवटा पाँचवटा यो उपयुक्त उपसमूह हो है। यिनीहरू उपयुक्त उपसमूहहरू हुन्। यसलाई प्रोपर सबसेट भन्छ, प्रोपर सबसेट हो है, प्रोपर सबसेट यिनीहरू। र जो यो छ यसलाई भनिन्छ अनुपयुक्त उपसमूह, अनुपयुक्त उपसमूह भनेर भनिन्छ। के फरक भयो त भाइ बहिनीहरू? हेर त के फरक देखिन्छ भने यी अरू समूहहरूमा, अरू उपसमूहहरूमा दिएको जो गिभन सेट यु छ त्यसका सबै सदस्य नआइकन केही सदस्य मात्र आएका छन्, केही सदस्यहरू मात्रै आएका छन्, त्योभन्दा थोरै छन्, त्यो भित्रबाट केही मात्र आएका, सबै आएका छैन। त्यसबाट केही सदस्य मात्रै आयो भने त्यसलाई उपयुक्त उपसमूह भनिने रहेछ। र यदि दिएको समूह चाहिँ यसका सबै सदस्य जो दिएको छ त्यो जस्ताको त्यस्तै सदस्य अगाडि पछाडि होलान्, तर सबै सदस्य यदि आएको समूह बनाइएको छ त्यसरी भने त्यसलाई अनुपयुक्त उपसमूह।
यसलाई इम्प्रोपर अथवा नन प्रोपर इम्प्रोपर सबसेट अथवा नन प्रोपर नन प्रोपर सबसेट भनेर पनि भन्न मिल्छ। त यसरी भाइ बहिनीहरू उपसमूह कति किसिमका भयो त? अब दुई किसिमका, एउटा उपयुक्त उपसमूह अर्को अनुपयुक्त उपसमूह। उपयुक्त उपसमूह के रहेछ त? दिएको समूहका सबै सदस्यहरू होइन कि थोरै अथवा केही आंशिक सदस्यहरूबाट निर्माण भएको समूह भयो भने उपयुक्त हो। र जसमा खाली समूहलाई पनि उपयुक्त भित्रै राख्छ, किनकि त्योबाट न त कुनै सदस्य नलग्यो भने यसलाई पनि त्यसमै उपयुक्त उपसमूहमै मान्छ। तर एफमा हाम्रो सबै सदस्य आएका हुनाले त्यसका सबै सदस्य आएका हुनाले यसलाई अनुपयुक्त उपसमूह भनेर भन्छ। र भाइ बहिनीहरू अब यसलाई सङ्केतमा लेख्दाखेरि है, यो सङ्केतमा पनि लेख्ने चलन छ। जस्तो सङ्केतमा लेख्दा है, सङ्केतमा लेख्दाखेरि कसरी लेखिन्छ भने जस्तो यो एयुको उपसमूह हो भने ए इज सबसेट अफ यु भनेर यसरी लेख्यौँ। त्यस्तै गरेर बी इज सबसेट अफ यु भनेर लेख्यौँ। अब यसमा यस्तो प्लस राख्ने चलन पनि छ, उपयुक्त उपसमूह प्लस राख्ने चलन पनि छ। त्यस्तै गरेर के भयो त? सी इज सबसेट अफ यु, डी इज सबसेट अफ यु, ई इज प्रोपर सबसेट अफ यु, यी सबै प्रोपर भयो। तर एफ के हो त? नन प्रोपर। यसका लागि के गर्ने भाइ बहिनीहरू? यो सबसेटको चिन्हको तल इक्वल टु लेखिदिने, यो नन प्रोपर अथवा इम्प्रोपर सबसेट हो। यो अनुपयुक्त उपसमूहको सङ्केत। यसलाई अब किन यहाँ इक्वल टु साइन आयो भाइ बहिनीहरू? यहाँबाटै क्लियर हेर्नु त, यो समूह यु र समूह एफ त बराबर छ कि छैन? सेम छ। उनै सबै सदस्यसँगै आएका छन् भने यो र यो त बराबर। त्यसकारण उपसमूह त हो, तर सदस्य सबै आएका हुनाले यसलाई उपयुक्त मान्दैन। उपयुक्त हुनलाई के हुनुपर्ने रहेछ? त्योभन्दा थोरै, त्योभन्दा कम सदस्य भएको हुनु पर्यो। यसमा सबै सदस्य आएका हुनाले यसलाई हामी के भन्छौँ? अनुपयुक्त उपसमूह भनेर भन्दछौँ। र यसलाई सङ्केतमा उपयुक्तवालालाई यसरी सङ्केत गर्ने, अनुपयुक्तलाई यो तरिकाले। यसमा यो सबसेटको चिन्ह हो, यो सबसेटको चिन्हमा इक्वल टु पनि भयो भने यो इम्प्रोपर सबसेट अनुपयुक्त उपसमूह भयो। अब यसमा यसरी सिधै लेख्दा पनि हुन्छ अथवा यसको माथि यस्तो प्लस पनि, उपयुक्तलाई प्लस भनेको एकुरेट भयो होइन, उपयुक्त एकुरेट भयो भन्ने अर्थ पनि हुन्छ है। अब एकछिन म तपाईँहरूलाई यसमा इक्जाममा सोध्छ कसरी त है, इक्जाममा सोध्ने प्याटर्न के छ त? म त्यो प्याटर्नबाट क्वेसन तपाईँहरूलाई कहिलेकाहीँ यो परिभाषा पनि सोध्न सक्छ। परिभाषा सोध्यो भने यस्तो इक्जाम्पल दिएर सम्झाउन मिल्यो। एउटा समूह दिने, एउटा अर्को समूह बनाउने, त्यो यसको उपसमूह भनेर त्यसरी क्लियर गर्न पाइयो है। अब क्वेसन प्रश्न कसरी दिन्छ भने यदि ए बराबर ए बी सी भए एबाट बन्न सक्ने सबै उपसमूहहरू लेख्नुहोस् भनेर छ। यसरी क्वेसन। अब यो प्रायः जसो सबै भनेर दिँदैन भाइ बहिनीहरू है। यसमा कहिलेकाहीँ के छ भने यतिवटा होइन, अथवा उपयुक्त मात्रै अथवा अनुपयुक्त मात्रै भनेर सोध्छ। म अहिले एकछिन पहिलो क्वेसनमा सबै भनेर बनाउँछु। अब यसमा के हुन्छ भने भाइ बहिनीहरू, यो उपसमूह पनि कस्तो हुन्छ भने यसमा 3वटा सदस्य छ, 3वटा। यो 3वटा सदस्य भए बेला एक सदस्य भएको पनि उपसमूह हुन्छ, 2 सदस्य भएको पनि उपसमूह हुन्छ, र यो सबै सदस्य आएपछि के हुन्छ त? उपसमूह हुन्छ। म तपाईँलाई यो अलग अलग यसलाई यसरी कसरी लेखौँ भने समूह एबाट बन्ने एक सदस्यीय उपसमूहहरू भनेर कहिलेकाहीँ यसरी तोकेर पनि सोध्न सक्छ तपाईँहरूले। मैले अहिले सबै भनेको छु, तर तपाईँहरूलाई कहिलेकाहीँ समूहबाट भन्ने एक सदस्य भएका, सदस्यीय भन्नाले एउटा सदस्य मात्रै भएका उपसमूह लेख्नुहोस् भन्यो भने भाइ बहिनीहरू यसमा 3टा भन्छन् है त। एउटा के भयो त? ए मात्रै लग्दाखेरि एउटा भयो होइन। अर्को के भयो त? बी मात्रै लग्यो भने एउटा, तर समूहलाई यो कर्ली ब्रेकेटमा राख्नै पर्यो है, मजाले कस्तो राख्नै पर्यो।
अर्को के हुन सक्छ भाइ बहिनीहरू, अर्को के हुन सक्छ सी मात्र। यो 3टा भन्दा रहेछ हेर्नु त, यो समूहबाट यदि एक एक सदस्य भएका यदि हामीलाई उपसमूहहरू बनाउनुस् भन्यो भने 3वटा भन्दा रहेछ है। र त्यस्तै गरेर अर्को भाइ बहिनीहरू हामीले यो पनि लेख्न सक्छौँ, समूह एबाट बन्ने या बन्न सक्ने हैन, बन्ने दुई सदस्य भनेको सदस्य भएका भन्यो है, सदस्य उपसमूहहरू। उपसमूह भन्नाले यिनीहरू उपयुक्त नै हुने भाइ बहिनीहरू, उपयुक्त नै हुने। एक सदस्य दुई सदस्य भन्नाले अब 3टा पुरै आएपछि के हुनेको त अनुपयुक्त हुनेको। ल है अब कस्तो बन्छन् त भन्यो भने अब यसलाई आइबी नै राखौँ न, 3टा ट्याब भने कतिवटा बन्छन् भन्ने कुरा हुन्छ आइबी नम्बर है। अब दुई सदस्य कसरी राख्ने त भन्ने भाइ बहिनीहरू, त्यसो पहिलो र दोस्रो राखौँ हामी, एउटा ए र बी है, एउटा भयो। अनि बी नम्बरमा दोस्रो र तेस्रो राखौँ, पहिलो र दोस्रो राखौँ, बी र सी राखौँ, अर्को भयो हैन। अनि अर्को चाहिँ के भयो त ए र सी, पहिलो र तेस्रो राखौँ हैन। यी भए दुई सदस्य भएका उपसमूह, पहिलो र दोस्रो यसमा आयो, दोस्रो र तेस्रो यसमा आयो, पहिलो र तेस्रो यसमा आयो। अब अर्को के हुन्छ त भने भाइ बहिनीहरू, समूह एबाट बन्ने कति पनि सदस्य नभए भन्नु, कति पनि सदस्य नभए है, नभएको उपसमूह, कति पनि सदस्य नभएको उपसमूह भन्दा त एउटै हुने हो है, यो एउटै हुन्छ। 7 नम्बरमा के होला त, के भने चाहिँ खाली। र अन्तमा अब समूह ए को अनुपयुक्त उपसमूह, ए को अनुपयुक्त उपसमूह भने के भयो त, एउटै हुन्छ है। अनुपयुक्त उपसमूह भने नानीहरूले बाबुहरूले के बुझ्नु पर्यो भने, अनुपयुक्त समूह भने जहिले पनि एउटै हुन्छ, त्यो सबभन्दा सजिलो पनि भयो। के भन्दाखेरि जो पोजिसन दिएको छ त्यही हाल्छ अनुपयुक्त भन्दा, दिएकै कुरा यसमा लेख्नु। अनुपयुक्त उपसमूह हाम्रो 8औं नम्बरमा के होला त भने एबिसी, अथवा त्यसलाई क्रम मिलाएर एसिबी पनि लेख्न पाइयो। ल हेर त भाइ बहिनीहरू, यो अनुपयुक्त उपसमूह भयो, बाँकी माथिका सबै के भयो त उपयुक्त उपसमूह भयो। अब ख्याल गर्ने 3वटा सदस्य भएको कुनै समूह दिएको छ हामीलाई, त्यो समूहबाट यदि हामीलाई उपसमूह बनाउनुहोस् भने एक सदस्य भएका पनि 3टा भन्दा रहेछन्, दुई सदस्य भएका पनि 3टा भन्दा रहेछन्। अब कति पनि सदस्य नभएको पनि जहिले पनि एउटा बन्छ, कति पनि सदस्य नभएको भने के हो खाली समूह, यसलाई यो दिनु। र अनि अनुपयुक्त उपसमूह अथवा सबै सदस्यहरू भएको उपसमूह भनेको त्यो पनि जहिले पनि एउटा मात्रै हुन्छ। त्यो त के हो त भन्दा दिएको। यी दुईटा सोध्यो भने एकदम इजी भयो। अनुपयुक्त उपसमूहको जो दिएको छ त्यही लेख्ने, र कति पनि सदस्य नभएको अथवा खाली समूह भनेपछि खाली समूह लेख्ने, कति पनि नभएको भने केही पनि नभएको लेख्ने भने जम्मा 8वटा भयो। जम्मा के भने त 8वटा बन्यो। अब भाइ बहिनीहरू अब यहाँ के छ भने यो 3टा सदस्य भए बेला 8वटा उपसमूह बने। अब यो उपसमूह निकाल्ने, उपसमूहको सङ्ख्या निकाल्ने एउटा फर्मुला पनि छ है। उपसमूह 2 को पावर n, यो के को फर्मुला भन्दा उपसमूहको सङ्ख्या है, कतिवटा उपसमूह बन्छन् भन्ने, उपसमूहहरूको सङ्ख्या भन्दा 2 को पावर n भन्ने फर्मुला हुन्छ है। 2 को पावर n भन्दाखेरि कतिवटा सदस्य बन्छ, एउटा, दुईटा, 3टा। यहाँ 3 राखिदिनु n का ठाउँमा। ल हेर्नु त 2 को पावर 3 भने त कति आउँछ 8 भनेको 8वटा उपसमूह बन्दा रहेछन्। कुनै बेला यदि दिएको समूह 3 सदस्य रहेछ भने 3 सदस्य भए होला कतिवटा उपसमूह बन्ने त 8वटा उपसमूह बने है। अब यसै गरी यदि यहाँ 4वटा सदस्य छन् भने त्यो हाम्रो के होला त 2 को पावर 4 भनेको 16वटा उपसमूहहरू बन्लान्। यदि यो 5वटा सदस्य रहेछ भने 2 को पावर 5 32वटा उपसमूह बन्लान्। कहिलेकाहीँ यति मात्रामा सोधिन्छ तपाईँहरूलाई कतिवटा उपसमूह बन्लान् भनेको निकाल्ने फर्मुला 2 को पावर n रहेछ। 4वटा छ भने 2 को पावर 4 लेख्नु, 5वटा सदस्य भएको रहेछ भने 2 को पावर 5 लेख्नु है। ल अब यसमा यो यति पुरै प्राय सोध्दैन भाइ बहिनीहरू। यो तपाईँहरूलाई कसरी सोध्छ भने ए बराबर एबिसी भयो, एबाट बन्न सक्ने कुनै 4वटा उपसमूहहरू लेख्नुहोस् भन्ला। कुनै 4वटा उपसमूहहरू बन्ने त 8वटा बन्दा रहेछ।
कुनै 4वटा उपसमूह भनेपछि के भने तपाईहरुले यो 3टा लेखेर एउटा यहाँबाट लेखे पनि पाइयो, एउटा यसको एउटा यसको एउटा यसको एउटा यसको लेखे पनि पाइयो मिलाएर सबै हैन। अनि 2टा यहाँबाट हैन एउटा यहाँबाट लेख्दा पनि पाइयो, जसरी लेख्दा पनि पाइयो हैन। तर कुनै 4वटा उपयुक्त उपसमूह लेख्नुस् भन्यो भने एउटा यहाँबाट एउटा यहाँबाट तर यो लेख्न मिलेन। उपयुक्त भनेपछि यो त उपयुक्त होइन, यो त अनुपयुक्त। त्यसकारण उपयुक्त भनेको बेलालाई नलेख्नु होला। तर कुनै 4वटा उपसमूहहरू या 2 सदस्य भएका कुनै 2 सदस्य कुनै 2टा भनेपछि यो र यो लेख्नुस्, यो र यो लेख्नुस्, यो र यो लेख्नुस्, 2 सदस्य भएका हैन। अब अनुपयुक्त भन्यो भने अब त्यो दिएको होला भइहाल्यो। तर 4 सदस्य 5 सदस्य भएको बेला यसरी उपसमूहको सङ्ख्या आउँछ भन्ने कुराले बुझ्नु है। त यसरी यस्तो क्वेसन एक्जाममा आउँछ हैन। कहिलेकाहीँ कतिवटा सदस्य बन्छन् भन्ने पनि आउँछ। अनि यसैमा जोडेर सक्छ, यसरी सबै उपसमूहहरू लेख्नुस्, यसरी पनि आउन सक्छ। अब हिजो हामीले अलग्गिएका र खप्टेकासम्म पढेका थियौँ। अब त्यो अलग्गिएका र खप्टेका समूहलाई हामी यो अत्रै उपयुक्त र अनुपयुक्त उपसमूहसँग सँगसँगै जोडेर पनि क्वेसन आउँछ परीक्षा। जम्मा 3 मार्क्सको आउने हो यो सेटबाट तपाईहरुको पालिका स्तरीय एक्जाममा हैन। त 3 मार्क्समा कस्तो हुन्छ भने 2 मार्क्सको खप्टेका अलग्गिएका गरेर 1 मार्क्सको 1 मार्क्सको यहाँबाट आउन सक्छ, या 2 मार्क्सको यसलाई गरेर 1 मार्क्सको वहाँबाट आउन सक्छ। कहिलेकाहीँ 3 मार्क्सकै खप्टेका अलग्गिएका हिजो पढेको उसबाट आउँछ र कहिलेकाहीँ 3 मार्क्सको यसमा पनि आउँछ। ल भोलिदेखि हामी यो क्वेसन मोडल उसमा क्वेसन कसरी आउँछ त्यो एक्जाममा त्यो फर्मेटमा हामी जानेछौँ। आजलाई त हामी यति नै गऱ्यौँ। पक्कै पनि भाइ बहिनीहरूलाई त्यो आजको क्लास मन पर्यो होला। यदि क्लास मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। हस् बाबालिकाहरू नमस्कार।